एकैछिन यो भिडियो हेरौँ है त के भन्दैछन् केपीका छाउरा छाउरीहरू। तपाईलाई मनपर्ने नेता को हो नेपालमा? केपी शर्मा ओली हुनुहुन्थ्यो, अब त मन पर्दैन मलाई। अब यो अहिले स्थिति नै त्यस्तै बनाइदिनु भएको छ उहाँले, त्यही भएर होला सायद। अहिले चाहिँ कुन नेता मनपर्छ तपाईँलाई? अब कोही मन पर्दैन मलाई। तपाईँलाई चाहिँ? मेरो नि कोही छैन। हजुर कोही सपोर्ट भए पनि मन चाहिँ अब केपी शर्मा ओली जो मन पर्नुहुन्थ्यो, तर अब चाहिँ मन पर्दैन क्या मलाई। हजुर सुझाव दिन चाहनुहुन्छ उहाँको के काम मन परेन तपाईँलाई? अब अहिले मैले सुनेको न्युज चाहिँ उहाँले ठाउँको आफ्नो ठाउँमा अब आफ्नै मान्छेहरू राखेर काम गराइरहनु भएको छ भन्ने सुनिरहेको थिएँ मैले। त्यो चाहिँ गर्नु हुँदैन, जनताहरूलाई पनि अब के अरे कामहरू दिनुपर्छ। हजुर अब त्यो काम कुराहरू पनि डिले हुन भएन। तपाईँ यसरी युथ सेलिब्रेसन एमालेको कार्यक्रममा आउनु भएको छ, एमालेको अध्यक्ष मन परेन भन्नुभएको छ। भोलि बिहान तपाईँहरूलाई आफ्नो विद्यार्थी नेतृत्व कलेजको नेतृत्व भूमिकामा रहेकोबाट केही गाह्रो पर्ने जस्तो लाग्दैन? जे हुन्छ हुन्छ। अब पहिलेसम्म मन पर्थ्यो, अब अहिले त्यस्तो गरेको देखेर मन पर्दैन। भएको छ भन्दाखेरि राजनीतिमा युथहरू छैन, युवा